हामीले खाइराख्ने तेल मलेसियामा बन्छ यसरी। त्यसका रुखहरू यति धेरै हुन्छ। अहिले नेपालबाट भिसा खोलेको छ। यो रुखबाट चाहिँ झरेका त्यो फलहरू यत्रो ठुलो ठुलो हुन्छ। एउटा फलामको डन्डी जस्तो हुन्छ। त्यसले चाहिँ गप्प गोपेर चाहिँ उठाएर काँधमा राखेर लोरीमा, ट्र्याक्टरहरूमा, लोरीहरूमा चढाउने काम चाहिँ त्यसैको लागि चाहिँ भिसा खोलेको छ यहाँ, हैन। धेरै साथीहरूको गुनासो छ, यस्तो जङ्गलमा काम पर्यो, जङ्गलमा निकै गाह्रो भयो भनेर धेरैको गुनासो छ। जो पाइ त्यसले चाहिँ यो काम गर्न सक्दैन। एकदम शरीर एकदम तन्दुरुस्त भएको व्यक्ति चाहिँ चाहिन्छ यसमा काम गर्नको लागि। निकै ठुलो भयङ्कर लगभग 80-90 केजीको एउटा डल्लो हुन्छ, हैन। त्यो डल्लोलाई चाहिँ उठाउनु पर्ने हुन्छ। यही हो। यसैलाई चाहिँ पेलेर पछि चाहिँ तेल निकालिन्छ। बाँदरको बच्चाहरू, लौ बाँदरको बच्चाहरू त भाग्यो त। हट बाँदरले हाम फाल्दो रहेछ है। एउटा माथि टुप्पामा रहेछ। फाल्छ, यो हाम फाल्ने होला है यो। हट अर्को पनि छ त्यहाँ बच्चा होला त्यो। फर्केर त डरायो हाम फाल्न। यो भनेपछि बाँदरको मुटु नभए आयो आयो। हल्का अगाडि जाने नि त डराइरहेको छ क्या त्यहाँबाट। त्यसको बच्चा होला क्या त्यो। हाम फालेको चाहिँ ल्याउनु पर्ने। यसले हाम फालेन। झुङझुङ मात्र गर्छ, फाल्यो फाल्यो। चारवटा बल्छी थापिएको छ। हेरौँ यहाँ माछा पर्छ कि पर्दैन। हामी यहाँ माछा पर्ने भनेर हेरेर बसिराखेका छौँ। बल्छी यसरी चाहिँ माछा मार्ने कार्यक्रम भइरहेछ यहाँ। यो नक्कली माछा होला यो। हेर्दा हेर्दै एउटा माछाले हत्या गरेछ यहाँ, आत्महत्या। यो माछाको आत्महत्या भएको छ यहाँ। म एउटा यहाँ माछा मारेको भिडियो बनाउनको लागि रातिसम्म भए पनि कुर्ने प्रयत्न गरिरहेको छ। एउटा माछाले यहाँ आत्महत्या गरेछ फेरि। ए हेलो दिलीप। त्यहाँ पोखरीमा पाउने माछा त यहाँ छ त। सानो सानो माछा यस्तो मारेको चाहिँ नलाँदो रहेछ क्या। यही माछा हो झन् मिठो हुने। यो खाँदैन क्या यिनीहरूले। यो खाँदैन र? खान्छ नि। किन लाग्दैन र? त्यो बङ्गालीहरूले त खान्छन् यस्तो माछा। नेपाली र बङ्गालीहरू। हानेर बोल्छु यार।